तपाईले के सुन्तला बुटो देख्नुभयो भर्खर यो सुन्तला बुटो 2 वर्षको भयो के। हामीले के भनिन्छ भन्दा नेपालमा केही पनि छैन, रोजगारी छैन भनेर हामी भौतारिन्छ, यो गरिन्छ त्यो गरिन्छ। विदेश जानलाई कति भौतारिन्छ के। विदेशमा जस्तो कमाइ त नहोला यहाँ, तर पनि के मनैदेखि भन्दैछु के कुरो नहोला। तर हामीले अब गाउँघरमा मान्छे, पहाडको मान्छे के, गाउँघरमा बस्ने मान्छेले म्याक्सिमम भनौँ न अब एउटा सुन्तला बुटो हुर्कन लगभग 4 वर्षमा 4 देखि 5 वर्षमा फल्छ क्या एउटा सुन्तला बुटो हुर्केर। त्यसलाई हामीले दिनदिनै स्याहार सुसार गर्न त पर्दैन नि त। बेला मौका मलजल गरिदिए पुग्छ हैन, बुझ्नुभयो नि त। बेला मौका मलजल गरिदिए पुग्छ क्या। ज्यादै हामीले केही नि गर्न पर्दैन। 4-5 वर्षसम्म सुन्तला 50वटा जति मात्रै बुटा लगाउने हो भने पनि एउटै बुटामा कति 25-30 किलो त नर्मली फल्छ। त्यति फल्दिने हो भने पनि लगभग हामीले कति त्यो 25 देखि 30 किलोले 50वटा बेर्नल कति लगभग 1000 किलो 1200 किलो सुन्तला हामीले फलाउन सकिन्छ के। त्यो धेरै दुःख पनि लाग्दैन, धेरै खर्च पनि लाग्दैन के। त्यसले तपाईसँग पहाडको ठाउँमा त्यति जग्गा जमिन हुन पर्यो, अलि अब सुन्तला हुने जस्तो उपयुक्त ठाउँ हुन पर्यो, त्यही हो। अरू त्यो जग्गा जमिन नभए तापनि पहाडको ठाउँमा जग्गा जमिन किन्न त त्यति मुस्किल गाह्रो पनि छैन। त्यति 50वटा तपाईँले 50वटाको ठाउँमा 100वटा 150वटा 200वटा जति पनि लगाउन सक्नु। नर्मल्ली 50वटा जति बुटा लगाउनु भयो भने 4-5 वर्षपछि तपाईँलाई त्यति सुन्तला बेचेर तपाईँलाई 80,000 देखि लिएर 1.5 लाखसम्म तपाईँले त्यति बुटाबाट जब तपाईँले त्यसको क्वान्टिटी बढाउनु भयो भने त धेरै आम्दानी गर्न सक्नुभयो। 50वटा बुटाबाट पनि त्यो 80,000 देखि 1.5 लाख जति तपाईँले कमाउन सक्नुहुन्छ कि। अझ बजार व्यवस्थापन आफै गरेर आफैले बेच्न सक्नुभयो भने त, बिचौलियालाई नबेचेर आफैले गर्नु सक्नुभयो भने त झन् राम्रो गर्न सक्नुहुन्छ। त्यति गर्न सकियो भने, त्यति भयो भने, यद्यपि हामी विदेशै नगए तापनि त हामीलाई त मजाले घर परिवार त मजाले चल्ने भयो नि त त्यति पैसाले। अनि तपाईँले त्यो सुन्तला लगाएर सुन्तलाले गर्नुपर्छ भन्ने पनि छैन कि। तपाईँले सुन्तला लगाइकन पनि साइड बिजनेस अरू कुरा पनि त गर्न सक्नुहुन्छ नि त। हामीले त्यो सबैभन्दा कुरो हामी लाइफ इज इजी छ के। लाइफ इज इजी इफ वी आर बिजी। हामी आफू बिजी बनाउनु पर्यो के त, सही ठाउँमा बिजी हुनु पर्यो के। सही ठाउँमा बिजी भइयो भने जिन्दगी केही गाह्रै छैन।